हेलो नमस्कार, म देवराज चौधरी। अहिले गाउँघरका कुखुराहरूमा विभिन्न रोगहरू लागेर मरिरहेका छन्। अहिले विशेष गरी रानीखेत र फलपोक्स लागेर लोकल कुखुराहरू धेरै सङ्ख्यामा मरिरहेका छन् र दैनिक रूपमा किसानहरू आउनुहुन्छ, औषधि दिनुहोस् भन्नुहुन्छ। तर भ्याक्सिनेसन गर्नुहोस् भन्दाखेरि उहाँहरूले कुखुरामा भ्याक्सिन दिएपछि कुखुराहरू मर्दैन भन्ने थाहै छैन। उहाँहरू पत्याउनुहुन्न। आजको भिडियोमा हामी लोकल कुखुरामा दिइने खोपको बारेमा कुरा गरौँ। साथीहरू, लोकल कुखुराहरूलाई विभिन्न रोगहरू लाग्ने गर्छ। जस्तै अब रानीखेत भयो, फलपक्स, गम्बारो जस्ता रोगहरू लागेर धेरै सङ्ख्यामा लोकल कुखुराको मृत्यु हुने गर्छ। सेड्युल अनुसार कुरा गर्दाखेरि एक एक हप्ताको ग्यापमा भ्याक्सिनेसन दिनुपर्छ। 5 देखि 7 दिनमा रानीखेत, त्यसपछि 14 दिनमा गम्बारो, 21 दिनमा गम्बारो र 28 दिनमा रानीखेतको भ्याक्सिन दिनुपर्छ। त्यसपछि 42 दिनमा बल्ल फलपक्सको भ्याक्सिन दिनुपर्छ। तर गाउँघरका कुखुराहरूमा यो फलपक्स सानै उमेरमा देखा पर्छ। साना चल्लाहरूको आँखा पाक्ने, प्वाख नभएका भागहरूमा घाउ खटिरा आउने, घाँटीभित्र घाउ हुने, खाना खान नसक्ने, दाना नखाने, त्यसपछि मर्ने समस्या देखा पर्छ। रानीखेतको बारेमा त तपाईँहरूलाई थाहै होला, गाउँघरका सबै कुखुराहरू रानीखेत रोग लागेर एकैचोटि धेरै सङ्ख्यामा मर्ने गर्छन्। लगभग 80%, कहिलेकाहीँ 100% पनि रानीखेत रोग लागेर कुखुराको मृत्यु हुन्छ। यसको लागि हामीले 5 देखि 7 दिनमा रानीखेत, त्यसपछि 14 दिनमा फलपक्सको भ्याक्सिन दिनुभयो भने साना चल्लाहरूलाई आँखा पाक्ने रोगबाट बचाउन सक्नुहुन्छ। तर सबै ठाउँमा उपलब्ध हुँदैन। तपाईँले राम्रो भेटनरी, ठुलो भेटनरी सबबाट तपाईँले फलपक्सको भ्याक्सिन ल्याएर आफ्ना साना चल्लाहरूलाई दिन सक्नुहुन्छ, त्यो फेरि 2 हप्ता पुगेपछि। त्यसपछि तपाईँले 21 दिनमा गम्बारोको भ्याक्सिन दिनुपर्ने हुन्छ, 28 दिनमा रानीखेत, त्यसपछि 1.5 देखि 2 महिनाको फरकमा रेगुलर रूपमा तपाईँले रानीखेतको भ्याक्सिन दिनुभयो भने आफ्नो लोकल कुखुराहरूलाई यस्ता सङ्क्रामक रोगहरू, भाइरल रोगहरूबाट बचाउन सक्नुहुन्छ।